काठमाडौँ जिल्लाको जोरपाटी नजिकै रहेको बौद्ध स्तूपमा हामी व्हिलचेयर प्रयोगकर्ताहरू सडकबाट भित्र जानको लागि र भित्रबाट सडकमा निस्किनको लागि अलिकति खाल्टोले अवरोध पुर्याउने ठाउँ भएकोले उक्त अवरोध हटाउनको लागि र सहजै आवत जावत भित्र बाहिर गर्न सहज होस् भन्ने दृष्टिकोणले एउटा र्याम्प बनाएर बौद्ध स्तूपा व्यवस्थापन समितिलाई हस्तान्तरण गरियो। उक्त र्याम्प बनाउन सहयोग गरिदिनुहुने दाजुहरूलाई विशेष धन्यवाद। अब जो कोही पनि व्हिलचेयर प्रयोगकर्ता साथीहरू त्यहाँ कुनै खाल्डो अथवा अवरोध छ त्यहाँ जान अप्ठ्यारो होला भनेर सोच्नु पर्दैन। बौद्ध स्तूपमा पुगेर त्यहाँ गेट नजिकै बस्ने गार्डलाई यहाँ बनाएर ल्याएको र्याम्प दिनु न, हामी भित्र जान लागेको अथवा भित्रबाट बाहिर निस्किन लागेको भनेर मागेर सजिलै प्रयोग गर्न सकिन्छ। र उहाँहरूले यो भदौको महिना पछि त्यहाँ त्यस र्याम्पलाई एकदम पर्मानेन्ट तरिकाले राख्ने कुरा पनि वाचा गर्नुभएको